नमस्ते सबैजनालाई। हाम्रो 365 दिने महान व्यक्तित्वका भनाइहरू श्रृङ्खलाको आज 11औं दिनमा हामी विश्वलाई जोड्ने सपना बोकेका एक दूरदर्शी मार्क जुकरबर्गका 10 अनमोल बाणीहरू लिएर आएका छौं। अमेरिकामा जन्मिएका मार्क जुकरबर्ग फेसबुक हाल मेटाका सहसंस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन्। सामाजिक सञ्जालको माध्यमबाट विश्वलाई नजिक ल्याउने उनको विचार र निरन्तर नवीनताको प्रयासले करोडौं मानिसहरूको जीवनमा प्रभाव पारेको छ। आउनुहोस् आज हामी उनकै केही शक्तिशाली र प्रेरणादायक शब्दहरू मनन गरौँ। मलाई लाग्छ कि मानिसहरूमा स्वाभाविक रूपमा राम्रो गर्ने इच्छा हुन्छ। मार्क जुकरबर्ग मानव स्वभावमा सकारात्मक दृष्टिकोण राख्छन्। उनको विश्वास छ कि मानिसहरू स्वाभाविक रूपमा एकअर्कालाई सहयोग गर्न र राम्रो काम गर्न चाहन्छन्। सकारात्मकता विश्वास राख्नुहोस् र अरूमा पनि राम्रो देख्नुहोस्। हामीले सधैँ आफूभन्दा ठूलो कुराको लागि काम गर्नुपर्छ। केवल व्यक्तिगत लाभको लागि मात्र काम नगर्नुहोस्। एउटा ठूलो उद्देश्य राख्नुहोस् र त्यस्तो चीजको लागि काम गर्नुहोस् जसले धेरै मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। संसारमा सबैभन्दा महत्त्वपूर्ण चीजहरूमध्ये एक भनेको बलियो व्यक्तिगत सम्बन्ध हुन्। प्रविधिले हामीलाई जोड्न मद्दत गरे पनि बलियो व्यक्तिगत सम्बन्धको महत्त्व कहिले कम हुँदैन। आफ्नो परिवार, साथीभाइ र प्रियजनहरूसँग गहिरो र अर्थपूर्ण सम्बन्ध बनाउनुहोस्। भविष्यको बारेमा शर्त लगाउने सबैभन्दा राम्रो तरिका भनेको यसलाई सिर्जना गर्नु हो। भविष्य कस्तो हुन्छ भनेर अनुमान लगाउनुको सट्टा आफै सक्रिय भएर त्यसलाई आकार दिनुहोस्। यदि तपाईसँग कुनै विचार छ भने त्यसलाई वास्तविकतामा बदल्नुहोस् र भविष्यको निर्माणमा योगदान गर्नुहोस्। हामीले निर्माण गर्ने चीजहरूमा हामी कति ख्याल राख्छौं भन्ने कुरा महत्त्वपूर्ण छ। तपाई जे बनाउँदै हुनुहुन्छ त्यसमा आफ्नो पूरा ध्यान र समर्पण दिनुहोस्। जब तपाई आफ्नो कामप्रति गम्भीर हुनुहुन्छ र त्यसको ख्याल राख्नुहुन्छ तब त्यसले उत्कृष्ट परिणाम दिन्छ। प्रश्न यो होइन कि हामी अरूको बारेमा के जान्न चाहन्छौँ, तर यो हो कि हामी आफैको बारेमा संसारलाई के बताउन चाहन्छौँ। आजको डिजिटल युगमा हामीसँग आफ्नो पहिचान र विचारहरू संसारसँग साझा गर्ने शक्ति छ। महत्त्वपूर्ण कुरा यो होइन कि हामी अरूको बारेमा कति जान्दछौँ, बरु हामी आफ्नो बारेमा के प्रस्तुत गर्न चाहन्छौँ। सुरु गर्नको लागि तपाईले सबै कुरा थाहा पाउनु पर्दैन। धेरै मानिसहरू उत्तम समय र सम्पूर्ण ज्ञानको पर्खाइमा आफ्नो विचारलाई कार्यान्वयन गर्न हिचकिचाउँछन्। मार्क जुकरबर्ग भन्छन्, सुरुवात गर्नुहोस्, सिक्दै र अनुकूलन हुँदै अगाडि बढ्नुहोस्। पर्फेक्ट बन्ने प्रयासमा समय बर्बाद नगर्नुहोस्। मलाई लाग्छ कि नियमहरू बनाउने र त्यसलाई पालना गर्ने व्यक्तिहरूको सानो टोलीले संसार परिवर्तन गर्न सक्छ। ठूलो परिवर्तन ल्याउनको लागि ठूलो संख्यामा मानिसहरू आवश्यक पर्दैन। एउटा सानो समर्पित टोली जसले स्पष्ट लक्ष्य राख्छ र अनुशासनका साथ काम गर्छ त्यसले पनि संसारलाई नयाँ दिशा दिन सक्छ। आफ्नो सानो समूहमा विश्वास गर्नुहोस्। हाम्रो मिसन भनेको संसारलाई अझ खुला र जोडिएको बनाउनु हो। फेसबुकको स्थापना गर्नुको मुख्य उद्देश्य नै विश्वका मानिसहरूलाई एकअर्कासँग जोड्नु र सूचना तथा विचारको आदान प्रदानलाई सहज बनाउनु हो। जब मानिसहरू जोडिएका हुन्छन् तब नयाँ अवसरहरू सिर्जना हुन्छन् र संसार अझ राम्रो बन्छ। सबैभन्दा ठूलो जोखिम कुनै जोखिम नलिने हो। साँच्चै छिटो परिवर्तन भइरहेको संसारमा असफल हुने एउटै रणनीति जोखिम नलिने हो। मार्क जुकरबर्ग भन्छन्, आजको तीव्र गतिमा परिवर्तन भइरहेको संसारमा जोखिम नलिने बानी सबैभन्दा ठूलो खतरा हो। नयाँ विचारहरूलाई अँगाल्नुहोस्, गल्ती गर्न नडराउनुहोस्, किनकि जोखिम नलिने व्यक्ति सधैँ पछाडि पर्ने सम्भावना हुन्छ। मार्क जुकरबर्गका यी प्रेरणादायक भनाइहरूले हामीलाई नवीन सोच राख्न, एकअर्कासँग जोडिन र भविष्यको निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरित गर्छन्। उनको दूरदृष्टि र सामाजिक परिवर्तनको लागि गरिएको प्रयास सधैँ हाम्रो लागि मार्गदर्शन बनिरहनेछ। यदि तपाईलाई यो भिडियो मन पर्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। भोलि हामी फेरि नयाँ प्रेरणादायक भनाइहरू लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि बिदा मागे। धन्यवाद।